अहिले चाहिँ हामी यो राष्ट्रिय गौरवको आयोजना अन्तर्गत अरुण थर्ड जलविद्युत आयोजनाको यो चाहिँ मुख्य ड्याम साइटको क्षेत्रमा रहेर हामी निरीक्षण गर्ने कार्यक्रम रहिरहेको छ। अब हामी यो चाहिँ अरुण थर्डको सुरुङ मार्ग, यहाँ चाहिँ अब के लेखेको छ, अब यो मेटिसकेको पनि रहेछ, धेरै समय भएको कारणले होला। यहाँ भित्र चाहिँ काम एकदम भइरहेको छ। किपरहरूले नदीको पानी चाहिँ त्यहाँबाट निकालिएको रहेछ अनि यता माथि काम हुँदै रहेछ। यहाँ चाहिँ अब हामी यहाँ माथि चाहिँ ड्याम साइट रहेछ, त्यहाँ जान मिल्दो रहेनछ, अहिले पर्मिसन चाहिँदो रहेछ। यो चाहिँ ड्याम साइटको कार्यक्रम धमाधम चलिरहेको रहेछ। यहाँबाट चाहिँ हेदाङ्ना गढी प्रवेश गर्ने। अब चाहिँ हामी यो पारिपट्टि गढीतिर प्रवेश गर्नलाई भनेर हामीले चाहिँ यो अरुण खोलाको नदीको पुल पनि तरिसकेको अवस्था छ। यहाँबाट हामी अब अगाडि बढ्दैछौँ। नदीको बहाव देखेर हामी एकदमै अवस्था एकदमै नाजुक भइसकेको अवस्था छ। एकदमै हिलो बाटो त्यस्तै। यो माथिको डाँडाबाट हेर्दाखेरि चाहिँ यस्तो नजारा देखिँदो रहेछ। यो ड्याम साइडबाट चाहिँ पानी पछि त्यहाँबाट पानी जान्छ अरे, यहाँ चाहिँ बनिँदैछ, त्यहाँ थुन्ने कार्यक्रम। यहाँ चाहिँ एकदम कार्य भइरहेको छ। हामी चाहिँ अब यो बाटो हुँदै 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 त्यो माथि पर्दो रहेछ। हाम्रो नुम बजार चाहिँ यहाँ हल्का अलिअलि मात्र देखिँदो रहेछ है। यो चाहिँ अत्यन्तै राम्रो ठाउँ रहेछ। एयरपोर्ट त झन् हेरौँ हेरौँ लाग्ने खालको रहेछ। अनि यहाँ माथि चाहिँ कहाँ भने यो माथि चाहिँ त्यो हाम्रो बजार नुम बजार।